सो गाइज हामीहरू चाहिँ यसले मलाई बोल्न दिएको भएर के हामीहरू चाहिँ त्रिशुली जान लागेको अनि म चाहिँ भ्लग गर्न लागेको मलाई खासै भ्लग गर्न त आउँदैन बट देन आम ट्राइङ अनि यो चाहिँ मेमोरिज हुन्छ भनेर म चाहिँ भ्लग गर्दैछु म चाहिँ मेरो साथीहरूलाई कुर्दैछु क्या अनि साथीहरू चाहिँ सबैजना आउँदैछन् पछाडिबाट त्यसले चाहिँ ब्लू बुक बिर्सेछ क्या मेरो सुबी भन्ने साथी छ अनि हामी चाहिँ होल टोटल वी आर गोइङ लाइक 6 पिपल अनि आउँदैछ मेरो साथी कुर्दैछौँ कोटेश्वर होइन यो कौशल डाँडा यसलाई चाहिँ म यसरी कुर्छु होइन यसले मलाई क्या थर्क्यो बाबु म पठाउ गरेर आउँछु त्रिशुली जा अब यो नरेश नन्दु बिडे दिमागको किडेको किडा छिर्यो एउटा खटुँदैन भाइ कस्तो छ तर म दिन्न के गर्छ ल यसको एटिट्युड कटभित्र हाल यसको मेरो चाहिँ जहिले झगडा परिरहेको छ नेभर माइन्ड होइन अब हामीलाई केही छैन त्यस्तो कुराहरूले केही पनि फरक पर्दैन फरक पर्दैन तिमी गड तिमी कति टाढो उडेर आउनु एउटा साथीले फेरि ब्लू बुक छोडेर आयो कि त्यसको घर वा पर हो गएर आउन यति टाइम लाग्छ भगवान् वाक्कै लाग्दो एनर्जी सबै यहीँ गइसक्यो हौ साथीहरू मेरो त भोक लागेर कसरी भोक लागेको अब के खानु होला हौ नानी चाहिँ भर्खर आउँदै हुनुहुन्छ हो यो स्कुटर छोड्ने होला नि होइन स्कुटर लाने भएर चाहिँ बिल बुक ल्याउन पर्यो क्या लाइसेन्स किन चाहियो त को जाने तपाईँको गाडी हामी चाहिँ कलकगी आइसकेको छौँ गाइजहरू अब कलकगीबाट चाहिँ हामी जाँदैछौँ तपाईँहरूलाई भनेको होइन मैले त्रिशुली गाइजहरू हामी चाहिँ ट्रान्सपोर्टको डाँडा छर्दैछौँ बल्ल अलिकति सफा रोडाइरहेको छ गाइजहरू सफा तर हाम्रो साथी कता हो थाहा छैन बिस्तारै हामीतिरको सँगसँगै जाने भनेर साथी हप्दैछु हो रोड त अलिक सफै छ यता चाहिँ अलिक धुलो कम छ कि तर तपाईँहरूले मेरो आवाज सुन्नुहुन्छ कि हुँदैन मलाई थाहा छैन तर मजा आइरहेको छ राइडमा नन्दु बिडे चाहिँ पुरा राइड हानिरहेको छ डाँडा हेर्दै जाँदाखेरि चाहिँ मजा आउने तर यो साइड चाहिँ खासै त्यो आफ्नो पन्थिल नहुने क्या सिधुतिर जाँदाखेरि चाहिँ है अब आफ्नो जमेको ठाउँ भएर होला अब कतिवटा ठाउँहरू नाम पनि थाहा पाएको यहाँ त कन्स्ट्यान्ट हाँकेको बेसीसम्म नपुगेसम्म हाँकी गर्नु पर्छ अनि त्यो चाहिँ अलिक अचम्म लाग्छ यति धुलो छ नि यो बाटो माइ गड धुलोले हसिन पसिन भइसक्यो लेकुमा आएर माछा खाँदैछौँ जो श्रिम्प ब्राउन अनि यहाँको लोकल फिस ओ आइज साथीहरू पनि ठ्याक्क आयो माछा खान्छौँ गिटारमा हाम्रो माछाहरू चाहिँ यहाँ छ गाइजहरू अब हामी खाँदैछौँ अनि पेपर फालिदिन्छ किनभने पिलु टिका लगाइरहेको छ खुइले अब हेरिङ तर के गाइजहरू मुगलिङको बाटो हिँड्न त रमाइलो लाग्यो कि तर धुलोले गर्दा चाहिँ एकदम टायर्ड फिल गराइदिने क्या आधी एनर्जी धुलोले खाइदिन्छ क्या अब विदेशतिर कति ठाउँ घुम्न गयो होइन जति घुम्न गए पनि एनर्जी चाहिँ लो कहिले नहुने क्या अब पाहाड साहाड जता जतै गयो किन भन्दाखेरि त्यतातिर डस्ट आई मिन
धुलोसुलो हुँदैन होइन तर यहाँ चाहिँ बाबु मोसा गाइजहरू हामी चाहिँ त्रिशुल रिजोर्टमा आइसकेको छौँ अनि यो चाहिँ हाम्रो रुम ऊ चाहिँ मेरो साथी हालो भनिदेऊ हाम्रो यो रुम 3-3 जना बस्छौँ केटाहरू उता बस्छ केटीहरू यता हाम्रो रुमको भ्यू चाहिँ यस्तो छ वाउ उता चाहिँ केटाहरू बस्छ हामी चाहिँ यहाँ सो अब हामी एकछिनमा रेडी भएर फ्रेस भइसक्यो अब रेडी भएर चाहिँ हामी तल जान्छौँ अनि फोटो खिच्छौँ सो द भ्यू इज समथिङ लाइक दिस पिसफुल रिभर साइड आवाज आनन्दको मजा आउने सो क्याच यु लेटर गाइज हामीहरू चाहिँ रेडी भइसक्यौँ साथीहरू चाहिँ ऊ त्यहाँ छन् देखिँदैन अब फ्ल्यास लाइट अन गर्नुपर्छ अनि म चाहिँ रेडी भइसकेँ सो हामीहरू चाहिँ रेडी भइसक्यौँ खै देखाइदियो सुमी तेरो आउटफिट अर्को साथीको देखाइदेऊ आउटफिट खै गाइजहरूको पनि देखाऊँ न आउटफिट खै त मेरो भ्लगमा ओ माई गड भाउ फेरि केटीलाई नि केटालाई नि केटीको भन्दा बेसी भाउ चाहिन्छ के गाइजहरू आई क्यान्ट रेसिस्ट हुन्छ नि जलपरीहरू निस्किरहेको छ है कति राम्रो देख्यो तँलाई खिच्यौँ फोटो यत्तिकै ल उसको पनि मेरो साथीहरू कति राम्रा छन् चुकुना अझ खै नन्दु भिडियो नि देखाइदे आफेट बिच साइडमा आइसकेको छौँ अनि यु क्यान सी यता चाहिँ भलिबल खेल्दैछन् मान्छेहरू अनि चाहिँ तल जाँदैछौँ खोलामा कति रमाइलो उयो यस्तो पनि बस्न मिल्ने रहेछ नि Oh my god! Ooh! Wow! As you can see, मलाई त कस्तो स्पेस फिल जस्तो फिल भइरहेको यार Oh my god! मर्छु क्या हो I cannot resist Oh my god, कसरी जाने Oh my god! Oh my god! खोलाले बगाउँदैन नि खेल्न थालिसक्यो बाबा So good. यस्तो पानी छ किचु डर पनि लागिरहेछ I have a phobia of water. आइराख्नु भएको थियो थाहा थियो होइन ओ माई गड क्रोकोडाइल भनेर सोचिरहेको दाइ इट्स ओके भ्लग हो सबैजना आउनुपर्छ म चाहिँ क्रोकोडाइल आयो भने हामी यही खाना हम ल ओए क्रोकोडाइल आएको भनेर खाना जाने हो नि उतै जानुपर्छ क्रोकोडाइल भनेकै मैले चाहिँ क्रोकोडाइल सोचिरहेको के Can you see this water? Oh my god नन्दु चाहिँ खेलिरहेछ ओ ठोकेर न यसो गर्न खुट्टा सबैलाई लाग्छ गाइजहरू हामीहरू चाहिँ खोलामा आइसकेको छौँ होइन मजा आइरहेको छ यस्तो छ यहाँ बस्ने ठाउँ चाहिँ अनि खोला बगिरहेछ म चाहिँ चुर्लुम्मै डुबे चुर्लुम्मै नौटङ्की गरिरहेको छ अब फेरि डुब्नु पर्ने हुन्छ ओइ चाबी कहाँ हालिस् बोके भाइ हाम्रो गाइजहरू चाहिँ यहाँ फोटो खिच्दैछन् गाइजहरू हामी चाहिँ स्पिस भिलाको कन्टेस्टेन्ट हो अनि हाम्रो चाहिँ डोम सेक्सनमा आज एलिमिनेसन राउन्ड चल्दैछ तिमीहरू दुईजनालाई कट्टा आज म हालिदिन्छु म तिमीहरू दुईजनालाई सो हाम्रो यो डोम यस्तो छ खेल्न थाल्यो त्यसलाई भोक सोक केही लागेन यी आइज
जोगु बादर आऊ We are going to play a snooker. अब एउटा बल निकाल्नु पर्यो हैन क्यारम बोर्ड जस्तै है फाइन परेन ए आयो बर्खी मेरो खिच्तला दाइले हान्दै हुन्छ त त्यसपछि यो पोलले कस्तो अप्ठ्यारो हुने रहेछ मेरो त्यस्तै भयो ओए लाग्दैन अहिले अलिकति यता राख्नु सो गाइज यहाँ चाहिँ मैले भोइस ओभर गर्दैछु किनभने साउन्ड यु नो कपिराइट हुन्छ भनेर सो यस वी आर डान्सिङ 5 रुपैयाँ चाहियो तिमीलाई ए ल ल ल ल ल तपाईलाई चाहिँ कस्तो खालको मगाइ हो यो So digin guys, sampai खाना लागेको अब हामी चाहिँ क्याम्प फायर गर्न आँटेको छौँ हो एकजना दाइ सुत्न जानुपर्छ म हो काउली फ्लावर शरीरको पाचन प्रणालीमा एकदमै मद्दत गर्छ something like this. It's already 11 something and our slopes साथीहरू उहाँको चाहिँ एकदम मसाज चलिरहेछ थोबडा पे सरी हामी चाहिँ यहाँ हेरेर बस्ने सबैजना लाइनमा हुनुहुन्छ फर्स्टमा उहाँ अनि उहाँ महाराजा दिउ अनि आउनुहुन्छ उहाँ यो दाइ कर्नर कति राम्रो यार तर यार छोरा मान्छेहरू कर्नर यतिकै राम्रो हुने ल त कालो खोइ दाइ यता हेर्नु त चम्किला अनि हामी चाहिँ हामी किन यस्तो हामी चाहिँ यस्तो अब ऊ मेरो आँखा फुट्यो दाइ तपाईँको रिल्याक्समा बस्छु यिनीहरू चाहिँ लुडो खेल्दैछन् जान्छ नै छोटे अब मुख चुप लाग्यो भ्याउँछ उसले मुख पखालेर आउनु भ्याउँछ डाटा अफ गरिदिउँ यसरी मिल्दैन नि त घुमाएको त्यही भएर रातो गर्नु फेरि यसरी ब्याक गरेर
अस्ति जस्तो दाग भने दिदीले चाहिँ ऊ रोज तिम्रोतिर यतापट्टि चाहिँ ऊ हो क्या उयो त हो नि So it's a day to Cosmos Room and they're getting ready. Already ready. It's to Japan. Oh guys, what is up? Stay tuned. Oh, Kolana. Guys, and it's so cold. That's why I very chiso tara ramro khalko chiso. Oh my god, tapai naउने आज पनि आइम हामीहरू चाहिँ एन्ड यहाँ चढेर देखाइदिन्छु तपाईँहरूलाई म बसेर ओइ चक्कटी लाएर बस्नुपर्ने रहेछ नि यहाँ त चप्पल खोलौँ खोइ यहाँ नि खिच्ने ल सो समथिङ लाइक दिस So, morning view from here. साथीहरु फोटो खिच्दैछन् अनि we gotta go in the water. चिसो पानी वाउ. हिजो म यही लड्या हो क्या गाइजहरु. Oh my god. म fall लाग्यो. आज त बेजोत हुन्छ यार दिउँसोमा. खेल्न पाइपुगेकै फेरि जिन्दगीमा एकछिन अरे ऱ्याफ्टिङ गर्नको लागि हामी खोलाबाट जाने हो ह्याप्पी होली गाइजहरु ल ह्याप्पी होली खै त अहिले के गर्दै हुनुहुन्थ्यो ला मैले क्यामेरा फर्काइहालेँ अब हामी चाहिँ ऱ्याफ्टिङ गर्न चप्पल छ उयो लाएर भिडियो बनाएको रहेछ हाई गाइज वेलकम टु माई ब्लग उसले मेरो क्यामेरा के भन्छ क्यामेरा हाइज्याक गरिसकेको छ हेलो गाइज वेलकम टु माई ब्लग सो गाइज हामी चाहिँ आज के रिसोर्टमा आएको छौँ तिर्सुली रिसोर्टमा आएको छौँ सो हामी चाहिँ ऱ्याफ्टिङ जानको लागि एकदमै तयार छौँ यो भयो मोबाइलको धनी प्लस म अनि मोबाइलको धनीको भाइ अनि मेरो यो केटा हो अनि उतापट्टि पनि केटा हो म केटा अलमोस्ट रेडी फर द ऱ्याफ्टिङ अब तल जान्छौँ So guys, हामीहरु चाहिँ ऱ्याफ्टिङ गर्न गइरहेको छौँ we are ready हाम्रो त ग्याङ हुनुहुन्छ 1 2 3 90 दुईजना and it's उता चाहिँ फोन आयो क्या साथीहरुको अनि हाम्रो साथी दुईजना चाहिँ गर्दैनन् because they are sick so yeah we are ready see you later alligator डोरी छोडिदिनुहोस् ल ए ल स्विमिङ आइसक्यो यता हेर्नुहोस् म्याम हेलो सर डोरी छोडिदिनु तपाईँ डराएको नहुनुहोस् डोरी छोडिदिनुहोस् ल अब त भुतै भइसक्यो हामी त पक्ने यता हेर्नुहोस् ल रेडी पक्नु मिच्छु म भिडियो बनाइन्छ यता हेर्नुहोस् ल 3, 2, 1, go! Nice job! So guys, we are here. Tara. Tara चाहिँ को हो? Almost there. अच्छा है. सिकाउँछ मैले सिकाउँछु Forward. हेलो लेफ्ट साइड ल खोइ त Okay, go forward again.
चलाउनु सबैजनाले ल गो 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 हेलो हेलो चलाउनु पछाडि कस्तो घोडा चढा जस्तो फिल हुँदो रहेछ लेट्स गो लेफ्ट साइड राजकुमार ओके स्टप So होली like this पानीमा खेल्ने होली Yes! let's go ओके स्टप ल प्यारल हाई फाई माथि हाम्रो भिडियो ड्रोनले पनि लिइरहेको वाओ चिल मात्र उडिरहेको त कस्तो राम्रो ड्रोन उता भित्र हालेर हान्नु त अनि बल्ल दौडिन्छ डुङ्गा त ऊ हेर्नु न फुली कछुवा दाइ आक्रमण ए हामी साथी हो ए बहिनी मार्छ अहिले दिदी ल भाइ हामीलाई जान देऊ अगाडि हामी अगाडि बढ्न चाहन्छौँ ह्याप्पी होली Go, forward, fight up, fight! Okay, stop! Okay, get ready, everyone! केको लागि Okay, go forward! Okay, stop! Okay, go forward! Go! चेकिङ आउट सक्यो सबै कुरा गोइङ ब्याक टु होम बाई बाई लुबोक बाई थियो चिजहरू यहाँ चाहिँ खच्चड रहेछ है फेरि अचम्म जम्प सो अब चाहिँ हामी दार्जिलिङमा भित्रको बाटो आएको नुवाकोट गएर जाँदैन हल्का चिया पानी खाने अनि त्यसपछि जान्छु त्यहाँ मेरो भाइ बसिरहेछ त्यहाँ धुँदैछन् साथीहरू थाक्यो दाइ हुनुहुन्छ त्यहाँ घन्टी घन्टीमा
होला है चुनाव चाहिँ गाइजहरू आमामा आनन्द भइरहेको हाम्रो जोगी पनि डेन्जर हुन्छ अनि सक्यो अब आनन्दसँग एकछिन भने नयाँ खालको Thank you very much for watching my videos. So lots of love. Don't forget to subscribe my channel. And yes, like,